So today is day 2 here in Sydney. आज चाहिँ हामी जाँदैछौँ म्यानली. आजको प्लान चाहिँ के छ भने अहिलेसम्म चाहिँ फर्स्ट म्यानलीमा जान्छौँ, त्यसपछि हामी चाइना टाउन, त्यसपछि बर्किनेट पोइन्ट, त्यहाँ चाहिँ हामी सानो क्विक सपिङ गर्छौँ होला. अनि त्यस पछाडि चाहिँ आज बेलुका साथीहरूलाई भेट्ने भनेको छौँ. हेर्नु के हुन्छ, प्लान अनुसार हुन्छ कि हुँदैन. म चाहिँ जाँदैछौँ बन्डा म्यानली बिच. यो ब्यागमा चाहिँ हामीले टावेल अनि अब के राखेको छ त्यो सन्जु, टावेल, पानी सानी, त्यो बेसिक कुराहरू राखेको छ जुन बिचमा चाहिन्छ. यो चाहिँ हामीलाई दौडिन मन लाग्दो रहेछ अहिले पनि है, काम जाने टाइम हो नि त. अब 2 मिनटमा ट्रेन जानुभयो. ल त गाइज, अब हामी ट्रेन चढेर सबैको कि जान्छौँ. त्यस पछाडि वाफ नम्बर 3बाट होला, 3बाट म्यानली जान्छ. अहिले चाहिँ हामी यो ट्रेनबाट ओर्लेर सबको कि आइपुगेको छौँ. यो भ्यू चाहिँ वान अफ द बेस्ट भ्यू नै होला है. यो भ्यू चाहिँ वान अफ द बेस्ट भ्यू होला कि ट्रेनबाट देख्ने वर्ल्डमै. त्यो हार्बर ब्रिज भयो, त्यो ओपेरा हाउस, अनि हामी अब वाफ 3बाट म्यानली जान्छौँ. हामी अहिले टपअप गर्दैछौँ ओप्पलको. सर्कुलर कीमा छौँ. हामी जाने फेरि त्यही नै होला. फेरि चेन्ज गरे हो कि क्या है. हामी वाकमा जाँदैछौँ. एकैचोटि अहिले त $7 काट्छ. भ्यू यहाँ हार्बर ब्रिज अनि यता ओपेरा हाउस छ. अब यो वाफ 3बाट चाहिँ म्यानलीको नर्मल फेरि जान्छ नि, वाफ 2बाट चाहिँ उति हो क्या सन्जु, उति फेरि छ नि, त्यो चाहिँ उयो हो क्या फास्ट फेरि. त्यो त कति $10 लिन्छ. हामी जाने फेरि उति हो सन्जु, उयो सिधा आइरहेछ नि. है गाइज, हामी चाहिँ फ्रन्ट साइडमा आएको छौँ. यहाँ बसौँ. अहिले त्यहाँ अगाडि मान्छेले छेक्छ क्या फेरि. अहिले हाम्रो भ्यू चाहिँ दामी हुन्छ. न्युयोर्कमा फेरि चढेको जस्तै भइदिरहेको कि. अहिले गाइज अहिले चाहिँ फेरि हल्का हल्किरहेको छ, तर गर्ने भने त्यस्तो गर्ने नलाग्दैछ हामीलाई चाहिँ. गार्डनबाट आएर यहाँ चाहिँ किन हाल्नुहुन्छ कि एकचोटि मैले हुन्छ नि, भित्र बसेर खिच्दा पनि भित्रसम्म पानी हाल्छ. हावाले ठेलिरहेछ भन्दैछु. गाइस, हामी म्यानली पुग्ने लाग्यो. अब त्यो एन्डमा चाहिँ म्यानली, अब नेक्स्ट स्टप म्यानली. आज त्यति रहेछ न, यो नर्थ हेडमा आएपछि यस्तो उभार छ, यस्तो हुन्छ क्या ढुङ्गे. त्यो फिल्मतिर देख्छ नि यस्तो त्यो उयो आएको थियो, त्यस्तै देख्छ. एट द अदर एन्ड यसलाई भन्छ नर्थ सिडनी भनौँ न, खोला पारी छौँ हामी अब म्यानलीतिर. टोइलेट हुन्छ जुन चाहिँ अन्डरग्राउन्ड हुन्छ, कतिलाई थाहा हुन्छ हुँदैन. ल वेट पेन्ट रे जाउँ न. क्लियरेन्स वेयर हाउस म्यानलीको. पर्सनली मन नपऱ्यो नि, यहाँको कफी चाहिँ दामी छ है. यहाँ त पहिला त आलमोन्ड मिल्क के सेले गर्नु केही नभन्नु. त्यो के ब्ल्याकबेरी है. ब्रेकफास्टको लागि चाहिँ अब कफी भइहाल्यो. क्रोसन लाउनु नर्मल उयो छ माथि त माथि रहेछ. लाने नला नि राख्दो रहेछ. पखाउँ मन लाग्छ चाहिँ. ए यहाँको पसल फाइनली ओपन भएछ नि त. यो यहाँको पसल नि कोभिडदेखि बन्द भएको थियो. कुनै देख्नु रहेछ मान्छेले के गर्छ है.
फेस्टी पाइला नि के भन्छ सोधौँ न त्यहाँ Guys, so finally we have arrived in Manly Beach. Normal day भन्दा बिजी त बिजी नै छ, समर टाइम हो। गाइज अब पछि हामी यहाँबाट म्यान्लीको केभ त्यहाँ कुनामा रहेछ, विच इज अन द लेफ्ट साइड। तपाईँहरू म्यान्ली बिच फेरीबाट आउँदै हुनुहुन्छ भने अनि गुगलमा सर्च गर्दाखेरि चाहिँ म्यान्ली वर्म होल भनेर सर्च गर्नु होला, अनि त्यसपछि ठ्याक्क लोकेसन देखाउँछ, विच इज लाइक 17 मिनट वाक फ्रम म्यान्ली बिच। हामी नै अहिलेसम्म गएको छैन, सो दिस इज आवर फर्स्ट, दिस विल बी आवर फर्स्ट टाइम। त्यसपछि चाहिँ आएर एकछिन यहाँ स्विम गर्छौँ होला हामी। म्यान्लीमा आएर चाहिँ स्विमिङ त गर्नै पऱ्यो नि। अनि सबभन्दा मेन इम्पोर्टेन्ट कुरा चाहिँ के भन्दाखेरि तपाईँहरू जस्तै यहाँ अस्ट्रेलियामा बिचमा स्विमिङ गर्दै हुनुहुन्छ, गर्नु चाहनुहुन्छ भने मेक स्योर तपाईँहरू चाहिँ विदिन यो ग्रिन येल्लो फ्ल्यागको बिचसम्म मात्र स्विमिङ गर्नु होला, कि त्यहाँनिर उनीहरूले डेजिग्नेटेड एरिया नै त्यसरी फ्ल्याग राखिदिएको हुन्छ। त्योभन्दा बाहिर स्विमिङ गर्नु भने डेन्जर हुन्छ। त्यही भएर तपाईँहरूलाई लाइफ गार्डले आएर सिटी बजाएर गाली पनि गर्न सक्छ। त्यो साइडमा ब्रेकफास्ट गर्दैछु। ब्रेकफास्ट हामीसँग छ ब्ल्याकबेरी, क्रोसन, बनाना। खाइसक्यो बनाना तिमीले? यो के अरे पिस्ताचियो र के अरे हनी कम कि के होइन कुकी। वजन चिप कति थियो? $8 कति थियो है एउटा कुकीको। फ्रेस एन्ड नाइस छ। किनभने हामीले मजाले देखिरहेको थियौँ के बनाइरहेको थिएँ, त्यो चाहिँ राम्रो लाग्यो कि त्यो किचनमा चाहिँ ओपन, अब कसरी काम गर्छ के गर्छ सब मजाले देखिरहेको थियो, कसरी डो बनाउँछ है। ममा अस्ट्रेलियामा चाहिँ क्रिम लाउँदैन यताउता भन्नु हुँदैन, यहाँको युभी रे धेरै हुन्छ नि त, त्यही भएर सनस्क्रिन चाहिँ लाउनै पर्छ, नभए काले धुवा चाहिँ हुन्छ। बेलुका गएर आफ्नै अनुहार चिन्दैन फेरि। क्यान्सर चाहिँ लाग्छ, क्यान्सर पनि लाग्छ, क्यान्सर पनि रिक्स छ एकदम। त्यही भएर पानी चाहिँ भरिराखौँ। एउटा बोतल लिएर हिँड्यो भने लगभग पानी किन्नु पनि पर्दैन अस्ट्रेलियामा। अनि यो ट्याप वाटर चाहिँ 99% सेफ हुन्छ, त्यही भन्छ है। है त गाइज, मलाई जहाँसम्म लाग्छ अब हामी त्यो ठ्याक्कै त्यो पुलको छेउको बाटो हुँदै हुँदै नै जाने होला। ल त गाइज, अहिलेसम्म बाटो चाहिँ स्योर छैन, अब यो पुल हुँदै जाने नै जस्तो लाग्छ मलाई। साइडबाट हिँड्दैछौँ, त्यहाँबाट सानो भरिङ रहेछ, त्यहीँबाट हो जस्तो लाग्छ। अब यस्तो गेस गर्दाखेरि चाहिँ, किनभने यहाँबाट नि त एन्ड नै पुग्छ जस्तो लाग्छ, तर गुगल म्यापमा चाहिँ माथिबाट देखिरहेको छ क्या, माथिबाट चाहिँ स्ट्रेटमा मात्रै पुग्छ जस्तो छ क्या। वी फाइनली म्यानेज टु गेट टु द एज अफ दिस साइड। अब यहीँबाट हो जस्तो छ, बाटो त केही लेखेको छैन, यिनीहरूलाई सोध्नु पर्ला जस्तो छ। फाइनली कन्फर्म यहाँको लोकलसँग सोधेँ, यही नै वेबाट जानुपर्छ अरे। अब यहाँबाट चाहिँ त्यहाँ पुगेपछि एउटा वार्निङ साइन आउँछ अरे, प्लिज एन्टर एट यर ओन रिस्क भनेर। अनि त्यहाँबाट गएपछि चाहिँ हामी ठ्याक्क केभमा पुग्छौँ। अलिकति रिस्की नै रहेछ। मेक स्योर यो ह्यान्ड इज फ्री, लडे पनि एटलिस्ट आफूले सपोर्ट गर्न सक्छ नि त। फाइनली केभ छिर्ने बाटो आइपुग्यो हामी। लेट्स गेट इनसाइड। चसा माथि गरौँ। लेट्स गेट इनसाइड। पानी रहेछ, अलिक केयरफुल चाहिँ हुनुपर्ने रहेछ है। ओके, यो चाहिँ दामी छ है। ल हामी यही केपको केपबाट आएको होइन, विच इज नाइस। अझ चाहिँ यिनमा गएर फोटो खिच्यो भने अझ दामी आउँछ होला। यहाँबाट उता चाहिँ अब डाइरेक्ट अर्को कन्ट्री पुग्छ होला है। यो केपको एन्ड चाहिँ यहीँ रहेछ। अब यहाँबाट उता लेफ्टमा जाने पनि ठाउँ छ होइन, त्यहाँबाट जान्छ नि रिस्की लाग्यो। त्यो रकमा अब चढेर जानुपर्ने रहेछ, राम्रो बाटो छैन रहेछ, त्यही भएर अब हामी यहाँबाट फर्किन्छौँ। हामी फर्किँदैछौँ। केप चाहिँ प्रपर केप नै रहेछ यो, नामको मात्र हेर्नु रहेछ। ओके लेट्स गो। पानी छ, त्यो अलिक केयरफुल हुनुपर्ने रहेछ, चिप्लिनु पनि सक्छ यहाँनिर।
अब फर्किन्छ यहाँबाट। यहाँबाट फर्केर चाहिँ त्यहाँ पुल रहेछ, त्यो पुलमा स्विम गर्नु पर्ला। किनभने अहिले बिचमा स्विम गर्न अलिक रिस्की पनि छ। जस यु नेभर नो के हो कसो हो भनेर होइन। त्यो पुल चाहिँ एटलिस्ट क्लोज पुल भएको कारणले गर्दाखेरि चाहिँ सार्क केही सी क्रिचर आएको सी क्रिचरको पनि खतरा हुने छैन। है त गाइस, त्यो स्विमिङ पुलमा पानी चाहिँ लास्टै चिसो रहेछ। अब हामी बाहिर गऱ्यो भने मलाई चिसै लागिरहेको छ नत्र पनि। अब हामी यहाँबाट हिँड्दै गएर उता त्यो क्राउडेड भएको ठाउँमा गएर अब बिचमा आएपछि ओसनमा यसो एक डुबकी लाउनु परिहाल्यो। अब त्यहाँ एक दुई फेर डाइभ त के भने खेलेर अनि हामी फर्किन्छौँ होला। आँखा चाहिँ लास्ट पोल्ने रहेछ नुनिलो पानीले। ल सानो म यहाँ अब यहाँनिर पानीमा यसो खुट्टा डुबाउने अरे। छिरा न पानीमै। ए करेन्ट चाहिँ स्ट्रङ छ यार। त्यो करेन्टले त सर्टै तानिदिन्छ मान्छेलाई। त्यतासम्म जाने त आँट गर्दिनँ म। त्यही गाइस, त्यो घाम भएको साइडमा हिँड्दाखेरि चाहिँ लास्ट तातो छ अरे भुइँ त। खुट्टा नै उयसमा हाले जस्तो। खुट्टा भिजाउँ त। अर्को साइडमा पानी छैन। भिजाएँ जुत्ता मात्र भिजायो मेरो। न 2 मिनट कि 3 मिनट बन्द हुन्छ। त्यही भएर हामी चाहिँ पुग्यौँ जस्तो। गाई त गाई छ टोइलेट बोक्नु छ टोइलेट। फेरि अहिले हामी सत्र के आएको छौँ। अब यहाँबाट हामी टाउन हल जान्छौँ। टाउन हलबाट बस समातेर आज बर्किनहरू जाँदैछ। ठ्याक्कै आइपुग्यो ट्रेन हौ। ट्रेन अब हामी टाउन हलमा उभिन्छौँ। त्यसपछि विल क्याच द बस टु बर्किनेट पोइन्ट। मात्रै दुइटै पाउनु त। झन् तातो रहेछ है। दामी छ है गाइस यो चाहिँ। विच इज वर्थ इट। $3 मा होइन। कस्तो तिम्रो रियाक्सन? याम गाइसहरू याम छ यो चाहिँ। भोक लागेको बेला सस्तोमा केही खानु मन छ भने टाउन हलको स्टेसन छेउमा यो एजेन्ट ग्रोसरी के छ यहाँनिर। यो लक्की चामको छेउको ग्रोसरी पसलमा आयो। जस्तो मोमो रहेछ। कत्रो ठुलो छ यो मोमो त। यहाँ त लिटरली पेट ड्याममै हुने खानेकुरा रहेछ क्या। भेज ड्याम छ। यो चाहिँ अलिकति बाक्लो रहेछ हो। यो बाहिरको पेस्ट्री टेस्ट चाहिँ सेम। पेट आनन्द हुने खानेकुरा यो त। क्विन भिक्टोरिया बिल्डिङ त्यो पनि भन्छ टाउन हलको त्यहाँ छु। अब यहाँबाट हामी बाहिर निक्लेर बस नम्बर कति हो त्यो हेरेको छु गुगलमा। मलाई थाहा चाहिँ छ लोकेसन। यहाँबाट बाहिर निक्ल्यौँ। यो स्ट्रिटमा आउँदा चाहिँ पुरै मलाई आफ्नो कलेज डेज याद आइरहेको क्या। कसरी यहाँनिर पढ्दाखेरि केटाहरू भेटिन्थ्यो, रमाइलो गर्ने, चुरट खाने। यताबाट गयो भने चाहिँ डार्लिङ हार्बर जाने रहेछ। के जाने डार्लिङ हार्बर त है। गर्मी हुन्छ यतिखेर त। ठ्याक्क यस्तो चर्केको घाममा त जानु हुँदैन। सब चाहिँ यही हो। यहाँबाट हामी 442 र 500 जुन दुईवटामा जुन बस क्याच गरे नि हुन्छ। दुईवटा जोडेको बसबाट आयो। अब यहाँबाट त्यहाँ ट्राफिक लाइट छ, त्यहाँबाट रोड क्रस गरेर 5 मिनटको वाक होला अझै। त्यही बाटो हो। यहाँबाट भित्र गएपछि फ्याक्ट्री आउटलेट पुग्छ। एडिडासमा चाहिँ अझै एक्स्ट्रा 30% अफ रहेछ। हेरौँ न के रहेछ।
के सान भाव कति चाहिँ 130 होला होइन पर्सेन्ट अफ छिटो त कमी कता हो छिने ठाउँ $9 मा अझ 30% अफ जस्तो लाग्यो आपालाई मैले यो कलरको लिइरहेको छु यो मन परेको थियो तर यो धेरै सानो भयो क्या एक्स्ट्रा स्मल हो त्यही हो कि तिमीले हातमा पुग्यो म योभन्दा त मोटाउँदैन होला ठिक्क छ मलाई चाहिँ काटिदियो मलाई आजको सपिङ 3टा ब्याग फेरि थपियो कति भयो हामीसँग लगभग 5वटा ब्याग होला है त गाइस आजको डिनर गर्ने चाहिँ टोपा सन्जु म हामी अब आएका छौँ यहाँको सम्बोधन भन्ने रेस्टुरेन्ट होइन सबभन्दा पपुलर त्यहाँ जाँदैछौँ गाइस लिटल नेपाल सिडनीको ओभनमा छौँ अहिले हामी ल है त हाम्रो गाइड सन्जुले आज हामीलाई लाँदैछ गाइड सन्जु नै फिक्स छैन फेरि लोकेसन चाहिँ कहाँ भनेर ल है त हामी सम्बन्ध रेस्टुरेन्टमा आएको छौँ गाइड सन्जुले सक्सेसफुली हामीलाई लिएर आउनु भएको छ है अहिले चाहिँ आएर सुटु गर्नु लाग्यो फ्यान चलाउनलाई रिमोट चाहिन्छ भन्दिएर कि हुनुपर्ने हो यहाँ स्मल प्लेट छ एभ्रिडे फ्राइड राइस बिरयानी चिल्ली भेज उयो छ त मोमो $25 को बफे नै भन्नु पऱ्यो मासु थप्नु नेपाली बफ त्यसरी कहाँ हुन्छ फ्यान त चल्नै पऱ्यो नि अर्डर लिएछु भने चलाउनै पर्छ आजको हाम्रो दाल भात चामलको त सेवै छैन नि त फोटो खिच्न लाग्यो क्या हेर्नु चाहिँ है त गाइस आज चाहिँ फिस नै होला घिउ पनि छ आज हातले हान्नु बनाइदिनु रहेछ चम्चा ल्याइदिन्छ कि कहिले भोल्छ नि कस्तो रहेछ सन्चो खाजा सेट चिकन खाजा सेटमा गोठको मासु चिकन गोठ सन्चो चिकन गोठ खाजा सेट भयो नि त तिम्रो त हामी चाहिँ गोठ खाने कुरा है त्यो चिकन गोठ करी खानुपर्छ है त गाइज आजको हिरो भनेकै यो टेस्ट गर्नु गोठ गरी दामी रहेछ ल ल्याम्प गरी चाहिँ ल्याम्प कि गोठ गरी कन्टिन्यू भने फेरि हाम्रो साग अचार काँक्रो मलाई चाहिँ भुटान पनि आएको चाहिँ फेरि यो आलुको अचार हो कि क्या चिसै छ यार मिठो चाहिँ छैन गाडी चाहिँ अचार चाहिँ पापडले चेकिरहेको आलु भुजिया चाहिँ डेढै छ त दालमा ढाले जस्तो छ ड्राईवाला दालमा हुन्छ नि चन्छु त्यस्तै छ क्या ल फ्लेभरै छैन क्या यसमा यो खाएर चाहिँ तिमीलाई कस्तो कस्तो लागिरहेको छ चन्छु सदाइरहेको छ छैन मिठो छ छैन डेढ छ गाइस खाना थप्नु पनि आफैको जानु पऱ्यो होइन अनि ठिकै छ त्यो त होइन तर 1-2वटा मिस भइदिएको छ तर सब डेट भयो भने चाहिँ लास्ट हुन्छ त्यही नै भात चाहिँ थपिदिनु लागिरहेको छ हामीले भोक लागिरहेको छ होइन खानै पर्ने कहिले नि कम तर यो चाहिँ हुन्छ नि खाना तरकारी त छैन त्यो भात त आफूले गएर बनाउनु पऱ्यो ल्याइदियो भात मात्रै दिइरहेको केही छैन कि अब चाहिँ अब नेक्स्ट डे खाना आउँदाखेरि होला त्यो पनि कन्टिन्यू अरे क्रमश छ ल मलाई अरू त के भन्नु मन छैन यो रेस्टुरेन्टको बारेमा भन्छ भिडियो हेरि चाहिँ थाहा हुन्छ के कस्तो भनेर यति कम्प्लेन मैले कसैको नि गरेको थिएन र माया छ माया अहिलेको ऱ्यापरमा लाग्यो माया चाहिँ सबैले
I hope you like this video. If you want to see more content, please do subscribe and share this channel. Signing out, PSC Vlog.